के अरे कसले बिचकै यसमा सुमनको भनाइ चाहिँ के छ सुमन सुमन यसमा तिम्रो भनाइ चाहिँ के छ साहिलको त अनि भड्काइदियो अरे नि त मैले जहाँसम्म लाग्छ अलरेडी उसको बोयफ्रेन्ड भएको केटी चाहिँ साहिलसँग बोल्छ भने जस्तै फर इक्जाम्पल लागि ऊ जापानमा छ ऊ जापानमा छ त केटी होइन तर उसले टिकटकमा पनि हालिरहेछ कि उस नाम चाहिँ नभन है केटीको ठिक छ केटाको नाम लेखिरहेछ र उसको नाम पनि रहेछ पानको पात बनाएर हालिरहेछ तर पनि साहिललाई हानिरहेछ कि घुस हानि के अरे छेसको जाली हान्दा ठुलै माछा पर्छ कि भनेर त्यो माछाले हान्छ नि ठुलो बिचमा बल्छी हो पछि बल्छी हान् त्यस्तै सालले हानिरहेछ सेतो गर्नेलाई लगाएर हानिरहेछ अनि साहिलले भन्छ केटीलाई नराम्रो सोच भन्छ केटी भनेको नि कस्तो भने नि कस्तो केटी भनेको थाहा छ उसको बोयफ्रेन्ड अलरेडी लौरे छ होइन तर पनि म कोसँग बोलेर अलिक बेटर फ्युचर हुन्छ भनेर सोचिरहेछ क्या साललाई पनि जाली हानिरहेछ क्या हानिरहेछ तर ठ्याक्कै त्यो अवस्थामा उसको बोयफ्रेन्डले थाहा पायो उसको बोयफ्रेन्डले थाहा पायो होइन लगान दियो के त उसलाई छोरी मान्छे पनि मन हो क्या ऊ टाढो छ साहिलसँग उसको बोयफ्रेन्डले टाइम दिन सकेको छैन होला साहिल उसको बोयफ्रेन्डसँग बोल्नु छ त साहिलसँग बरु उसको मन हल्का बनाइरहेछ क्या बनाइरहेको थियो त्यो अवस्थामा बोयफ्रेन्डले ठ्याक्कै भेट्यो कल गर यसले त कलमा देख न को माछ्नु यो हटाउँदा यो बस गरायो होला माछ्नु गाली नगर न ड्याममा हान्यो यो त युट्युबमा जाने हो नि फेरि अरू केही पनि होइन हो त्यो अरू केही पनि होइन यसमा तेरो भनाइ चाहिँ के छ साहिलले भन्छ अनि उसको गर्लफ्रेन्ड बोयफ्रेन्ड भएको केटीलाई चाहिँ तैँले अनि फोर्स गरिरहेको अनि यसले हो केटीलाई मात्रै नराम्रो देख्छ अब दाइलाई पनि त हेर्नु पर्यो नि त त्यो केटी नराम्रो होइन तेरो दाइ नराम्रो हो तेरो दाइको पनि गर्लफ्रेन्ड छ नि त्यस्तो होइन मेरो कुरा चाहिँ डाइरेक्ट कुरो हो कि म चाहिँ केटीप्रति किन विरोधी हो भने यो छोरी आइमे भन्ने जात भनेको अब सोध्नु होला त्यो छोरी मान्छे जात भनेको त्यो सीता र रामको पनि हो नि त्यो त्यो केटी आइमेले गर्दा लडाइँ पऱ्यो होइन रावण चलाउनु महाभारत भयो हेर्दै आउनु न पछाडिदेखिको त्यो कहानीहरू पनि क्या तर साहिल तैँले चाहिँ मान्नुपर्ने हो नि त यति राम्रो अनुहार भएको मान्छेले यस्तो कुरा गर्दाखेरि तैँले चाहिँ किन नमानेको त अनि त्यस्तो होइन यसले कहिले न्यालेर हेरेको छ यसको दाइलाई सुन्नु न यसको दाइको पनि कुरो क्या अस्ति साहिलको मन कहाँबाट पुगेछ भने मैले यस्तो अनुसन्धान गरेको छु अहिले उर्लारीको भाउसँग किन बोल्नु दोष यहाँ आउनु पर्यो तिमी अलिक कालो आयो दोष यहाँ आउनु पर्यो ए ठिक छ यहाँ आउन ए भन्नु न छोड्नु उर्लारीको भाउसँग किन बोल्नु छोडो त्यो भन्दाखेरि ल उर्लारी सुर्लारी होइन अर्को भाउजूसँग भन न अर्को भाइ उर्लारीको भाउसँग किन बोल्नु छोडो त्यहाँ त्यो दिनदेखि भने होइन मैले के भने बर्थडे रहेछ मैले भने अनि पुरै नाचिरहनु भएको कति बज्यो 4 बजीसम्म रेस्टुरेन्टमा नाचिरहेको तर मैले भनेकोलाई डाइरेक्ट तैँले कसरी 4 बजीसम्म नाच्ने चाहिँ दिएको तैँले भन् त मैले भनेको छोरी मान्छे भएर बर्थडे उसको मात्रै बर्थडे हो र 4 बजीसम्म नाच्ने भाउजूको मात्रै बर्थडे हो र 4 बजीसम्म नाच्ने रातिको मैले भनेको थिएँ त्यो दिनदेखिलाई के होला अलिक छोरी मान्छे यस्तो गर्नु नहुने मन दुखायो कि भन्ने कुरा त्यहाँदेखि मन लागिरहेको छ अनि त्यसपछि मलाई भाउजूले म्यासेज गरिरहेको थियो किन तिम्रो दाइ मसँग बोल्नु छोडेको भनेको अब तपाईँले केही कुराहरू गल्ती गर्नुभयो होला नि त त्यो भएर चित्त दुखाइरहेको होला मैले घोचेर भने त्यसरी मैले त्यस्तो गल्ती नै गरेको छैन भन्ने कुरा होइन सम्झिनु न बिस्तारै तपाईँलाई थाहा होला नि मैले भने त्यसरी होइन त्यो कुरा नि साइलाई मन दुखाएको होला होइन अब छोरा मान्छेले चाहिँ केटी खोज्दाखेरि राम्री होस् या नराम्री होस् होइन तर पनि फ्युचरको लागि हेर्ने हो अब अलिकति फुर्मासे नहोस् घरमै बस्ती खाने होस् होइन जसरी घुम्ने डुल्ने केटी बेकार त छोरा मान्छेलाई त छैन नि त दोष छैन नि त छ त सेक्यो छ त लाइफ छैन नि त त्यो मात्रै अरू के अब हाम्रो मेन पात्र हिरोको चाहिँ के छ त भनाइ होइन अब सुमनले भनेको पनि ठिकै हो तर यसको दाइ यानि कि म पनि ठिक त छैन नि त मेरो पनि गर्लफ्रेन्ड हुँदा हुँदै मैले बोलेको हो अब यसले केटीलाई दोष छ छोरी मान्छे सबैजना त्यो केटी नराम्रो हो भने म झनै नराम्रो मैले त अझ गर्लफ्रेन्ड छ पनि भनेको थिएँ तालै बाली बोलिरहेको छ अब म यहाँ साहिललाई फेरि अर्को कुरा पनि सोध्नु आँटिरहेको छु म गलत हो अब मैले यो भिडियो हाल्दाखेरि इनकेस त्यो उर्लाबारी भन्नु भाइले अघि उर्लाबारीकोले हेऱ्यो भने केही प्रब्लम आउँछ कि आउँदैन मलाई त केही पनि प्रब्लम आउँदैन म त अब यस्तै हो अब यही कुरामा म सबैभन्दा हाम्रो अग्रज दाइलाई सोध्नु चाहेँ ल हाम्रो अग्रज दाइको भनाइ चाहिँ के छ यसमा
मलाई टपिकै त थाहा छैन आज फेरि नेपालको घटनाका जनकपुरबाट चढेको उडेको प्लेन अगाडिको चक्कै बिना काठमाडौँमा ल्यान्ड भयो त्यो चाहिँ कसरी साँच्ची त नि जे हुन्छ नेपालै हुन्छ क्या रोडिङ अफ नेपाली हालिरहेको थियो देखिरहेको त्यो अनि के भन्छ ल्यान्डिङ सक्सेस भयो त एकदम सक्सेस उड्दा उड्दै चक्कै झरो अरे क्या अब त्यही जनकपुर डोमेस्टिक अनि अगाडिको चक्का बेगर कसरी चाहिँ ल्यान्डिङ भयो त्यो गरौँ त दुईटा हुन्छ होला नि त यार म चाहिँ फ्रीमा पाएँ पनि डोमेस्टिक चाहिँ नचढ्ने यार साह्रै गाह्रो हुन्छ अनि के छ हाम्रो के छ भन्नु ड्युटी छ भने न्युजमा यसो हेर्नुभयो न ड्युटी छ होइन डेभिड बेकमको न्युज अनि छोरीलाई पेट पोका भन्ने आएर मेरो भ्लगमा चाहिँ गाइजहरू सबैले नयाँ नयाँ न्युजहरू सुन्नु पाउने रहेछ हेर्नै पर्ने भयो होइन सिस्नु छ कि क्या हो यार दुबईमा पनि सिस्नुले जस्तै चिलो त सुमन दोष सकिएको कुरा के कुरा त्यस्तो हो नि अब त्यो केटीले पनि सम्झिरहेको छ सोचिरहेको छ साइलसँग बोल्ने बानी भएको छ उहाँ त्यो दिदीलाई उहाँ त्यो दिदीलाई खुल्दुली फिल त भइरहेको छ अभियसली घरमा राखेको 2 दिन कुकुर राख्यौँ भने 2 चोटि भात दिउँ भने मनमा खुल्दुली हुन्छ अर्कोचोटि दिनलाई खोजिन्छ होइन त कहाँ गयो कि भन्ने कुरा जिज्ञासा हुन्छ होइन तर पनि अब साइलसँग त 3-4 चाहिँ किन सोध्ने नि 3-4 घन्टै कुरा गरेको छ दुःख सुख कुरा गर्यो होला साइलले पनि मनको कुराहरू सुनायो दुःखको कुरा सुनायो होला त्यो केटीले पनि खुसीको पलहरू सुनायो होला सालको 1-2वटा शब्द त्यो केटीलाई मन पर्यो होला साललाई पनि त्यो केटीको 1-2वटा शब्द मन पर्यो होला होइन मन पर्दै गयो होला साइलले त गर्दै गयो लजालु स्मेल छ त नि साइल सरको त लजालु स्मेल होइन लजालु स्मेल छ भनेको क्या नराम्रो मान्छेसँग सङ्गत गर्दै गएपछि उसको कुनै एटिट्युडहरू मन पर्दै जान्छ क्या लाइक हुन्छ नि अब उसले राम्रो ट्रिट गर्दै जान्छ त्यसपछि बिस्तारै माया लाग्दै जान्छ मनपर्छ उसको शब्दहरू मनपर्छ बोलीहरू मनपर्छ त्यस्तो हो क्या ल गाइजहरू गुन्डा तरिकाको चुरोट तान्देऊ त दुईजनाले नै हो धुवा उडा है देखिएन यार क्या बनाएको त ओ छुँदा पनि हिउँ लाग्ने जस्तो मलाई त फोन गर्यो भनेर मक्क गरिरहेको त हिउँ लाग्ने ऊ हिउँ जस्तो अरे के छुँदा नि दाग लाग्ने के कुनामा बस्नु भने 3 दिन कि 4 4 दिन नि हो मैले के भने त जी अरूले सुन्यो भने बेचत हुन्छ मा ए गाली नगर न रक्सी खाएर 8 सिरियसली बजे म 9 बजे केटा यो त युट्युबमा हाल्दैछ नि भिडियो हाल्नु नि त्यसले बाजेले हेर्नु ल हेर्नु त पर्छ त जसले पायो त्यसले म भन्छु क्या बुझिस् नि सायद ल सब्स्क्राइब गरिदिनु भन यस्तो त क्या जुन केटी मान्छेले चाहिँ भन न ए काट्न मुझे बुद्धा कति रुपियाँ चाहिँ हाल्न मुझे पाइँदैन हाल्नु त्यसले बोल्छ यस्तो क्या सबै हो नि फेक हो जस्तो के गर यस्तो हो क्या वास्तविक त कुरो चाहिँ यदि केटीले यो कुरो चाहिँ होइन भन्नु न हिजोको रहेछ होइन हिजो कि अस्तिको दिन वास्तविक हिजो पिएससीको गेम हेर्नु त्यो अनुसार मेरो भनेको चाहिँ वास्तविक एसएनसीको चाहिँ के भयो जुन केटीले चाहिँ फोन गर्छ नि होइन एसएनसीको त्यस्तो छ त त्यो केटीलाई चाहिँ पिर परिरहेको हुन्छ क्या कि ब्रेकअप भइरहन्छ कि झगडा भइरहेको हुन्छ क्या कोसँग फोनमा बोल्नु होइन काम मन भुलाउँ काम मन आफ्नो मनको कुरा कुन चाहिँ केटालाई पोखौँ भन्ने फिल भइरहेको हुन्छ क्या अनि त्यो बेला चाहिँ अनि ठ्याक्क साइल मुर्गा भएको क्या के भेटो माछा जाली हान्छ नि त्यो उयोमा ड्याममा काठुलो माछा पर्छ अरे नि हेर्नु साइललाई टाइम दियो उसको बोयफ्रेन्डसँग बोल्ने टाइम थियो मुर्गा हो मुर्गा हो होइन कसम दुध खानु गएको झिङ्गा दुधमै डुबेर मर्यो होइन छोरी मान्छेले जतिसुकै नराम्रो भन्ने आफ्नो एटिट्युड हुन्छ क्या साइल बुझिस् नि दम एटिट्युड भन्ने हुन्छ ऊ त राम्रै छ त्यो दिदी त्यो दिदीलाईसँग त्यो उसको बोयफ्रेन्डसँग बा झगडा के भइरहेको थियो डिस्कस भइरहेको थियो उनीहरू बिचमा तपाईँको भनाइअनुसार चाहिँ अब जस्तै बोयफ्रेन्ड भएको केटीलाई चाहिँ फोर्स गर्नु भएन होइन त फोर्स भन्दा पनि 2 प्रकारले बुझिन्छ एक प्रकार चाहिँ बोयफ्रेन्ड भएको ठाउँमा बोयफ्रेन्ड हुँदा पनि खोस्नु सक्नु त्यो दमदार प्रोसेस हो होइन होइन एक नम्बरमा चाहिँ अनि अब तर बोयफ्रेन्ड हुँदै पनि अरू केटासँग बोल्छ भने होइन त्यो चाहिँ केटीको मास्टर माइन्ड पनि हो र कचडा पनि हो एउटा चाहिँ मास्टर त म चाहिँ खाँदैसँग को बस्छ हौ दिनको कमाइ छैन म बस्दिनँ
म छोरी मान्छे हो भयो भने म बस्छु अँ मलाई भोलिको दिन अनि दुइटै केटाले चाहिँ कमाइरहेछ भने हँ? दुइटै केटाले चाहिँ कमाइरहेछ भने दुइटै केटा दुइटै केटा कमाइरहेको छ नि एउटा न एउटा कुरामा एउटा केटा अगाडि हुन्छ जे कुरामा पनि तपाईँहरूले एउटा न्युज हेर्नै भर्खर रहेछ वास्तविकता न्युज भनेको कस्तो न्युज हो भने 10 देखि पढ्दै गएको होइन भर्खरको न्युज हो हेर्नु त्यो पुरा त्यो केटा डिप्रेसनमा गएको छ पागल भइरहेको छ त्यो अनुसार हेरेर म केटीहरूलाई पैसा एक्चुअल दिने होइन क्या माग दिने 2-3 हजार के गरेछ भने चोन दोष होइन वास्तविकता कुरो हो यो न्युजमा आइरहेको छ 10सम्म पढ्दा 10सम्म पढेछ त्यसपछि 12 पनि पढेछ सँगै होइन पढेछ अनि केटीको फ्यामिलीलाई पनि थाहा भयो केटाको फ्यामिलीलाई पनि थाहा भयो केटा जापान गयो केटाले लटक जापानमा खै के गर्दैछ पैसा कमाउँदै रहेछ त्यसपछि केटीलाई फेरि त्यसपछि होइन स्कुटी पनि किनिदिएको रहेछ होइन स्कुटी पनि किनिदिएको रहेछ महिनैपछि पैसा दिँदो रहेछ त्यसपछि फोन गर्दाखेरि एनादर कमात दिएको नि केटीले भन्दै रहेछ म फ्यामिलीसँग बोल्दैछु भनेर त 6-7 वर्षको रिलेसनसिपहरू हेरौँ है त्यसपछि केटा नेपाल आयो 2-3 चोटि कति बेला सिद्धा कति सम्झायो तर लास्टमा के भयो भन्दाखेरि केटीले केटा पाएछ अमेरिकन के भन्छ ग्रिन कार्ड होल्डर केटा पाएको रहेछ त्यसपछि 6 वर्षको रिलेसनसिप त 1 वर्षको लागि उडाइदियो लाइफ सेक्युरको लागि छोडिदियो केटीले त उनीहरूको भविष्यको लागि सोचेर त्यसो गर्दा चिट गर्दा रहेछ तर त राम्रो कुरा हो भविष्यको लागि म एकछिन तर तिमी चाहिँ बिहे गरेको चाहिँ घरमा बुढी राखेर चाहिँ किन 10 दुनियाँसँग बोल्ने तिम्रो पर्पज चाहिँ के हो 10 दुनियाँसम्म चाहिँ वास्तविक त गुड क्वेसन ल दाइले सही कुरा गर्नुभयो केटीहरूले त आफ्नो लाइफको लागि सेक्युर गर्छ तिनीहरूले ल मानिलिउँ तिम्रो पर्पज चाहिँ के I have one answer you can just listen okay first होइन इङ्ग्लिस नबोल आई हेभ एन एन्सर हुन्छ नट अ okay I have answer An answer. and an answer धरानको न्युज मेरो सोचाइ भने I have a ल, many मैले बिहे गरेको छ भनेर त मैले घरभित्र भित्राएको छ भनेर त वास्तविक त कानुनी रूपमा मात्र हो नि त मैले त घरै भित्राएको छैन नि त दाइ भित्राएको छ त छैन नि त कसैले देखेछ मैले घरभित्र भित्राएको छ देख्नुभयो भित्र मैले घरभित्र लगन खानु आयो गाउँको कसै आयो समाजबाट लु त्यो भनेको घरभित्रको कुरा चाहिँ कसले मैले थाहा पाउँछ यस्तो गरेर घरभित्र यो जेनेरेसनमा तिमी के भन्छ अनेस्टली तरिकाले माया गर्छौ कि पुरा कानुनी तरिकाले माया गर्छौ अनेस्टली सुन्नु दाइ मान्छे भएपछि अनेस्टली पनि माया गर्ने सबै तरिकाले माया गर्ने क्लोज गरेर उसलाई विश्वास पनि गर्ने होइन भोलिको दिन कसैले देखेछ के थाहा मसँग बोल्छु भन्छ अर्को तर तिम्रो ओपिनियनले अनि साइडलाई त दुखी बनाउनु भएन नि त म नि होइन 100% पनि विश्वास गर्दिनँ कि म छोरी मान्छेलाई कसम मैले भनिदिएको छु म यहाँ बसिरहेको छु के त अर्कोसँग फोन बोल्दैछ कि बा बोल्नु पायो त हौ साथीभाइसँग तिमी बोल्दा हुन्छ भने केटाहरू भएपछि 100% त्यो केटी न्यु खोज्दै थियो यो त पसिरहेछ भन्दै त्यो केटालाई यो त पसिरहेछ भन्दै फलो गरेको थिएछु मैले तर साइल चित्त नदुखा होइन तेरो त्यो उयो देखेर चाहिँ यता सर पनि होइन लास्टै जेलस भइरहेको मलाई देखाएको ल हो दाइ हेर्नु न काले यति राम्री केटीसँग बोल्दो रहेछ भन्दै पुरा देखाउँदै थियो मलाई होइन काले भनिस् काले नै भनौँ काले भनिस् होला गर्नु जाउँ भन्छ गाली नगरी बोले अरू केही पनि होइन त छोरा मान्छे भएर आफ्नै बुढी भयो भने 100% विश्वास नगर्ने हो क्या मनमा आफूले गर्नुपर्ने माया र व्यवहारमा हेल्प गर्नुपर्ने कुरा सब हेल्प गर्ने हो क्या भोलि त ल त छोडेर गयो भने बिहोस हुनु भने 100% विश्वास गरेर ए होला क्लोजिङ टाइम पनि भएछ त्यो चाहिँ अरू केही पनि होइन